जय मसीह। के तपाईँ आज काम नपाएर निराश हुनुहुन्छ? अथवा तपाईँको साथीहरूले जीवनमा धेरै उन्नति गरिसकेको छ, धेरै सफल भयो अनि तपाईँ आफै चाहिँ म धेरै पछाडि परेँ भनेर तपाईँलाई यो कुराले फ्रस्ट्रेट गरिराखेको छ? अथवा तपाईँको वरिपरिको छिमेकीले, साथीभाइले "ओइ, अहिले के गर्दैछस् हौ?" भन्ने यो प्रश्नले तपाईँलाई धेरै गाह्रो परिराखेको छ? म आफैले पनि यस्तो कुराहरूलाई मेरो जीवनमा सामना गरेको नै हो। अनि म आफैलाई प्रभुले त्यो दिनहरूमा यस्तो परिस्थितिबाट कसरी निकाल्नुभयो भन्ने छोटो गवाईलाई लिएर यो भिडियो मार्फत तपाईँहरूको अगाडि आएको छु। यो भिडियोलाई अन्तसम्म हेर्नुहोला। आजभन्दा लगभग 10-11 वर्ष अगाडिको टाइमहरूमा म आफै कलेज पढिराखेको थिएँ। अनि मेरो छेउको साथीहरू, वरिपरिको सबै साथीहरूले प्राय आर्मीमा अनि डिफ्रेन्ट फिल्डमा काम पाएर गइराखेको थियो। अनि म आफैलाई पनि धेरै काम गर्ने इच्छा, अब चाहिँ मैले पनि काम पाउनुपर्छ भन्ने कुरा म भित्र चलिराखेको थियो। अनि त्यो समयमा ठिक्क आइआरबीको इन्टरभ्यू आयो। अनि म आफैले पनि सोचेँ अब चाहिँ म एकदम इन्टरभ्यू दिनु पर्यो भनेर आफैलाई तयार गरेको। अनि म आफै चाहिँ अब आइआरबी हुन्छु, त्यो ड्रेसमा फोटो खिचेर हाल्छु है, गन चलाउनु पाउँछु भनेर, अनि फ्यामिलीलाई पनि हेर्नु पाउने रहेछु भनेर त्यो सोचाइमा म आफैले पनि एकदम तयारी गरेँ। अनि इन्टरभ्यूको दिन जब आयो फिजिकल टेस्टको, म अनि मेरो साथी हामी बिहानै उठेर गयौँ माथि रेसीथाङमा। त्यहाँ गइसकेपछि यसरी इन्टरभ्यूको लाइनमा बसेको। अनि मेरो जब पालो आयो त्यहाँ वेट चाहिँ 50 किलो पुग्नुपर्ने थियो। अनि म आफैलाई चाहिँ धेरै डर लागिरहेको थियो। म चाहिँ एकदम लुते थिएँ नि त। अनि हुन्छ कि हुँदैन भनेर गाह्रो परिरहेको थियो, टेन्सन भइरहेको थियो। अनि मैले यति साह्रो प्रार्थना गरेँ त्यो दिन, प्रभु प्लिज मलाई चाहिँ तपाईँले यो चाहिँ क्वालिफाई गराइदिनुहोस् भनेर म यस्तो प्रार्थना गरिरहेको थिएँ। अनि ठिक्कै मेरो अगाडिको साथी ऊ क्वालिफाई भयो। अनि मेरो जब वेट नाप्यो 50 केजी पुग्नुपर्ने, तर मेरो वेट त 48.5 समथिङ मात्रै भयो। अनि उनीहरूले सरी तपाईँ हुँदैन भनेर सट्टै पछाडि गर्नुभयो। अनि मसँगै पछाडि हामी सँगै गएको साथी चाहिँ क्वालिफाई भएर अहिले ड्युटी पनि गरिरहेछ है, उता दिल्लीमा ड्युटी पनि गरिरहेछ। अनि म त्यहाँबाट फर्केर आउँदै गर्दा यस्तो निराश भएँ। म घरमा आएर कति दिनसम्म त रोएँ पनि, खाना पनि खाइनँ, कलेज पनि गइनँ। अनि म आफैले सोच्दै थिएँ सबैले काम पायो, म मात्रै किन पाएन भनेर मलाई यति साह्रो गाह्रो परिरहेको थियो कि मेरो मनमा, धेरै रोएँ पनि। अनि गाह्रो भइराखेको थियो त्यो समयहरूमा मलाई। अनि मेरो घरको भित्तामा चाहिँ एउटा भर्सलाई फ्रेममा राखेको थियो, यर्मिया 29:11। यद्यपि त्यसको सन्दर्भ अर्कै छ, त्यहाँनिर मिठो कुरा लेखेको छ है। परमप्रभुले भन्नुहुन्छ, जुन उपाय मैले तिमीहरूको निम्ति बनाएको छु त्यो म जान्दछु, त्यो तिमीहरूलाई आशा र भविष्य दिनलाई हो भन्ने त्यो वचन त्यहाँनिर लेखेको छ। नि त्यो वचनलाई आफूलाई भनिबस्थेँ, तर कन्फ्युज हुन्थेँ, प्रभुले मेरो लागि चाहिँ के बनाउनु भएको होला, अहिलेसम्म मैले केही काम पनि पाएको छुइनँ भनेर म फ्रस्ट्रेट हुन्थेँ। तर बिस्तारै बुझ्दै गएँ कि मैले त्यो भर्सलाई आफूलाई भन्दा बिस्तारै मैले बुझ्दै गएँ कि मेरो जीवनमा प्रभुको योजना डिफ्रेन्ट रहेछ भनेर। अनि म फेरि पढ्नु थालेँ। अनि मैले कलेज बिस्तारै सिध्याएँ। अनि त्यसको बादमा प्रभुले मलाई एउटा राम्रो काम दिनुभयो, जुन काम गर्दै गर्दाखेरि मैले प्रभुको सेवाको लागि पनि धेरै अपर्च्युनिटीहरू पाइराखेको छु। आज यसो पछाडि फर्केर हेर्दै गर्दा त्यो निराशामा, त्यो सबै कुरामा प्रभु चाहिँ मसँग हुनुहुन्थ्यो रहेछ। अनि प्रभुले चाहिँ मेरो टाइमिङमा होइन, तर उहाँको टाइमिङमा काम गर्नु हुँदो रहेछ भन्ने कुरालाई मैले बुझेँ। यसैले गर्दै गर्दा आज यो भिडियोबाट म तपाईँलाई पनि उत्साह दिन चाहन्छु। आज तपाईँलाई पनि मेरो जीवनमा किन यस्तो भइराखेको छ, मैले भनेको जस्तो भएको छैन भनेर निराश भइराख्नु भएको छ होला, तर प्रभुले सही टाइममा सही कुरा गर्नु नै हुन्छ। तपाईँलाई प्रभुले अहिले जुन कुरा दिनुभएको छ त्यसलाई चाहिँ इमान्दारी साथ गर्नुहोस्। आफ्नो जीवनलाई अरूसँग तुलना नगर्नुहोस्। अनि प्रभुलाई विश्वास गर्नु, किनभने प्रभुले तयार पार्नुभएको ढोकालाई चाहिँ सही समयमा प्रभुले खोल्नु नै हुन्छ। आज तपाईँलाई यो प्रश्नले काम नपाउँदै गर्दा फ्रस्ट्रेट भइराख्नु भएको छ होला, तर प्रभुले तपाईँलाई बिर्सिनु भएको छैन। प्रभुले तपाईँलाई सम्झना, तपाईँको लागि योजना तयार गर्नु नै भएको छ। अनि प्रभुले एक दिन त्यो कुरालाई तपाईँको अगाडि दिनु नै हुनेछ। प्रभुलाई विश्वास गर्नुहोस्, प्रभुले तपाईँलाई महान रूपमा आशिष दिएका हुन्। जय मसीह।